नमस्कार, म बस्तर पाण्डे सबलपुर जगमा तपाईँहरूलाई स्वागत छ। यहाँ पानी पर्छ बुटोलमा, कस्तो कस्तो असिना झर्छ, बलब झर्छ। म एउटा गीत गाउँदैछु। पानी पर असिना झर्दैको रुखमा हजुरलाई भन्छ पानी पर असिना झर्दैको रुखमा हजुरलाई मन पर्यो। तपाईहरु अहिले हेर्दै हुनुहुन्छ सबलपोस्ट.com। पानी परेको गीत हाम्रो वत्सल पाण्डेले सानो गायक हुनुहुन्छ। वत्सल पाण्डे उहाँले गीत गाउनुभयो। अहिले बुटोलमा छौँ हामी। निकै पानी परिराखेको छ, झरी परिराखेको छ बुटोलमा। हामी तपाईहरुलाई त्यसको दृश्य देखाइरहेका छौँ र हाम्रो गायककार पनि हुनुहुन्छ वत्सल पाण्डे। वत्सल, अनि यहाँ पानी कस्तो परिराखेको छ खास? धेरै परिरहेको, अहिले यति धेरै मात्रै, अहिले कम भन्छ। अनि यो पानी कति बेलादेखि पानी पर्न थालेको बुटोलमा? बुटोलमा सुत्दाखेरि त पानी त पर्दैन होइन, बिहान भएपछि पानी परिरहेको। हिजो अस्ति त बुटोलमा घाम चर्किरहेको थियो होइन? तपाईहरु अहिले हेर्दै हुनुहुन्छ सबलपोस्ट.com। हामी सबलपोस्ट.comबाट बुटोलको अहिलेको ताजा अवस्था हामी तपाईहरुलाई देखाइरहेका छौँ। पानी परिराखेको छ, यहाँ झरी परिराखेको छ, मौसम एकदमै कुल शान्त मौसम रहेको छ। तपाईहरुलाई लाइभ अपडेट गराइराख्नेछौँ। तपाईहरु हेर्दै गर्नुहोला सबलपोस्ट.com। अहिले पनि हामी बिदा हुन चाहन्छौँ। वत्सल पाण्डे, हामी अहिले बिदा हुन्छौँ। ओके, अहिले तपाईहरु हेरिरहनु भएको छ सबलपोस्ट.com। हामी सबलपोस्ट.com को लाइभमा रहेका छौँ र अहिले शुभकामना व्यक्त गर्नका लागि, तिहारमा शुभकामना व्यक्त गर्नका लागि अहिले आउनु भएको छ वत्सल पाण्डे। ल वत्सलजी, शुभकामना व्यक्त गर्नुहोस्। नमस्कार, म वत्सल पाण्डे। आज मेरो फोटो फेसबुकमा लाइक छ। टिकालाको भाइ फोटो, सबैलाई शुभकामना है। धन्यवाद। गीत पनि गाउनुहुन्छ कुनै त्यस्तो? एउटा गीत गाइदिनुहोस् नि त। यहाँ दर्शकहरूले हेर्नु भएको छ सबैले। वत्सल, यहाँ एकजनाले लेख्नुभयो वत्सलको गीत पनि सुनौ भन्नुभयो। एकजना साथी हुनुहुँदो रहेछ। एउटा गीत, कुनै पनि गीत, पुरानो नयाँ जुन भए पनि हुन्छ, एउटा गीत गाइदिनुहोस् ल। एउटा जाउन हुन्छ ल। ल गाउनुहोस्। कुन गीत गा? झ्यालबाट हेर, झ्यालबाट हेरे त्यही बाटो आए, देखिन भने मैसी तिमीलाई इसारै गरेर टाकमला। ओइ यो कुरा गोप्य नै राखमला, ओइ यो कुरा गोप्य नै राखमला। अनि तपाईँले पशुपति शर्माको गीत पनि जान्नु भएको छ होइन? ल तँ पनि गाउनुहोस्। नाक पनि ठिकै, मुख पनि ठिकै, आँखा नि ठिकै, टाउको नि ठिकै, मेरो बुढोको के मिले नखै, मेरो बुढीको के मिले नखै। अरू कुनै छ त्यस्तो राम्रो गीतहरू? लोक आधुनिक गीतहरू छैन? ए लौरी ऊ भन्ने थियो नि, हरायो भन्ने एउटा हो। ल सबै यहाँ तिमीलाई हेरिराख्नु भएको सबैलाई धन्यवाद भनिदेऊ। नमस्कार, अहिले तपाईहरु हेर्दै हुनुहुन्छ सबलपोस्ट.com। हामी सबलपोस्ट.com को लाइभमा रहेका छौँ र आज भाइ टिका हो। तपाईहरुले अहिले देखिरहनु भएको छ एकजना भाइ हुनुहुन्छ यहाँ अगाडिपट्टि, वत्सल पाण्डे। वत्सल पाण्डे उहाँ गायककार पनि हो। उहाँले निकै धेरै गीतहरू गाइसक्नु भएको छ। तपाईहरुले वत्सल पाण्डेका गीतहरू सबलपोस्ट.com को युट्युबमा हेरिराख्नु भएको छ।
र आज पनि बसल पाण्डेले पुराना तथा नयाँ गीतहरू गाउँदै हुनुहुन्छ। बसल सुरु गर्नुहोस्। दसैँ गयो तिहार आइगयो, दाजु बिना फुल त्यसै ओइलायो, दाजु बिना फुल त्यसै ओइलायो, झिलिमिली तिहारै आयो, लौ झिलिमिली सुन हजुर भैलोनी आगनी, भन भन भाइलो देउसिरे राम्ररी मान, देउसिरे स्वर मिलाइकन, देउसिरे छानामती तबेला, देउसिरे हामीलाई भयो अबेला, देउसिरे गोराको तबेला, देउसिरे कति दिन हेरौँला, देउसिरे आकुम बाकुम, देउसिरे सेलरोटी चाखुम, देउसिरे यो घर कट्टो, देउसिरे दरबार जट्टो, देउसिरे साइकलको घन्टी, देउसिरे छिटो गर्नु आन्टी, देउसिरे छिटो दिनु आन्टी। देउसिरे। अहिले तपाईँहरू हेरिराख्नु भएको छ सबलपोस्ट.com र तपाईँहरूका बिचमा आफ्नो प्रस्तुति देउसिरेको प्रस्तुति दिँदै हुनुहुन्थ्यो बसल पाण्डेले। हामी निरन्तर तपाईँहरूलाई लाइभमा यस्ता गीतहरू प्रस्तुत गर्दै जाँदैछौँ सबलपोस्ट.com बाट। विश्वभर छरिएर रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूमा आज तिहारको भाइटिकाको दिन तपाईँहरूलाई शुभकामना पनि व्यक्त गर्न चाहन्छौँ। र बसल पाण्डेसँग अरू पनि गीतहरू छन् कुनै? ल गाउनुहोस्। 21 गते टिका रहेछ, 26 गते पूर्णिमा छ, माया छ पक्कै बिच बिचमा छ, माया छ पक्कै बिच बिचमा, मान्दे मुन्दे बट्टाङ बुटुङ दीपक राज बुढो छ, यसपालि त दिपासिरी बेहुनी बुढो छन्, यसपालि त दिपासिरी बेहुनी बुढो छन्, मान्दे मुन्दे बुटुङ बुटुङ दीपक राजै बुढो छ, यसपालि त दिपासिरी बेहुनी बुढो छन्, यसपालि त दिपासिरी बेहुनी बुढो छन्। दिदी बहिनी दाजुभाइ हजुर आमा हजुर बाउ, टीको टाङ्गो लगाएर फिल्म हेर्न जाउँ, टीको टाङ्गो लगाएर फिल्म हेर्न जाउँ, टीको टाङ्गो लगाएर फिल्म हेर्न जाउँ, दिदी बहिनी दाजुभाइ हजुर आमा हजुर बाउ, टीको टाङ्गो लगाएर फिल्म हेर्न जाउँ, टीको टाङ्गो लगाएर फिल्म हेर्न जाउँ। बसल पाण्डेले निकै मिठो गीत गाउनुभयो। यो गीत तपाईँले कहाँ सिक्नुभयो? यो गीत